नमस्कार, म प्रनिल। आज मिति 2082 साल फागुन 3 गते आइतबार शिवरात्रिको दिन। आज म तपाईहरुलाई नेपालको पूर्वी जिल्ला झापामा रहेको इतिहास बोकेको धार्मिक स्थल सताकछी धामको बारेमा भिडियो मार्फत जानकारी दिने कोसिस गर्नेछु। लेट्स गो। अब हामीहरू आइपुग्यौं झापाको झिलझिले। यो गेट चाहिँ सताकछी धाम जाने गेट हो। गेटदेखि भित्र छिर्ने बित्तिकै दुईटा बाटो आउँछन् अनि दुईटै बाटोबाट सताकछी धाम पुगिन्छ। दाहिनेपट्टिको बाटो गाउँ हुँदै जान्छ र यो देब्रेपट्टिको बाटो चाहिँ जङ्गल हुँदै गइन्छ सताकछी धाम। खुल्ला बाटो भएकोले म बाइक सिक्दै निरन्तर अगाडि गइरहेको छु। खुल्ला बाटो भएकोले बाइक सिक्ने पनि र धार्मिक स्थल घुम्ने पनि। मैले योजना बनाएको छु आज। हामी बिस्तारै बिस्तारै अगाडि बढिरहेका छौँ बाइकको गतिमा। हामी केही अगाडि बढेपछि रमिती सेल्फी डाँडाको होर्डिङ बोर्ड देखियो। यहाँ मानिसहरू आइपुगेपछि फोटो खिच्दै बसेर रमाउने गर्दछन्। मलाई तिर्खा लागेको हुनाले म पानी किन्न एउटा सानो पसलमा गएको थिएँ। एक बोतल पानी किनेर म त्यहाँबाट फर्किएँ। केही अगाडि गएपछि वनभोज खाने स्थल वा पिकनिक खाने ठाउँ देखियो। ल हेर्नुस् त कति राम्रो ठाउँ यहाँ रहेछ। यस ठाउँमा आएर व्यक्तिगत तथा संस्थागत पिकनिक खाने परम्परा छ। आहा, कति राम्रो रमणीय पिकनिक खाने ठाउँ। केही अगाडि गएपछि गेटको छेउमा हामीलाई हनुमान भगवानले बाटो रोके जस्तै गरेर दर्शन दिनुभयो। मैले गेटमा लेखेको प्रवेशद्वार पढ्दै गेटभित्र प्रवेश गरेँ। बाटामा एकजना बाबाजीले सर्प बोकेर बस्नु भएको रहेछ। मलाई त्यो सर्प छुन मन लागेर मैले हात लगाउँदै थिएँ अनि मलाई त्यो सर्पले टोक्ने जस्तै लाग्यो। त्यही भएर म अलिकति पर आएँ। हामी अब सताकछी धामको आँगनमा आइपुगिसकेका छौँ। यहाँ मानिसहरू फोटो खिच्दै हुनुहुन्थ्यो। आहा, कति ठुलो वृक्ष। अब यहाँबाट देखिन्छ सताकछीको सबभन्दा पुरानो मन्दिर। यस मन्दिरभित्र देवोका देव महादेव विराजमान हुनुहुन्छ। म मन्दिरभित्र
महादेवको दर्शन गर्न प्रवेश गर्दैछु। भित्र छिरिसके पछाडि गुरुबाबाट टीका ग्रहण गर्दैछु। ओम नमः शिवाय। हर हर महादेव। जय शम्भु। दर्शन गरेर निस्केपछि एकजना बुवासँग भेट भयो। बुवा यस सतासी धामको कार्य समिति सदस्य हुनुहुँदो रहेछ। सतासी धामको बिचमा रहेको वृक्षमा एक चक्कर लगाइयो। अब हामी सतासी झरना जाने क्रममा बाटोमा शिवजीको पुरानो मूर्ति भेटियो। यो मूर्तिलाई परिक्रमा गर्दै दर्शन गरियो। ओम नमः शिवाय। बाटोमा जाँदै गर्दा बिरेन नुनपानी आफै उम्रिने स्थान भेटियो। यसै स्थानमा मानिसहरू बिरेन पानी खाँदै हुनुहुन्थ्यो। यसपछि नागहरू बस्ने ठाउँ नाग गुफा पुगियो। केही अगाडि पुगेपछि शताक्षी सहस्रधारा भेटियो। यस सहस्रधाराबाट तप तप पानी चुइदै थियो। जाँदै जाँदै बाटोमा अर्का हनुमानको दर्शन गरियो। यी हनुमानले मलाई अट्याक पनि गरेका थिए, तर चोटपटक लागेन। शताक्षी झरना जाने क्रममा म पहिलो सिडी चढ्दैछु। पहिलो सिडी उक्लेपछि फेरि अर्को हनुमानजीको दर्शन गरियो। हामी आफ्नो गन्तव्य स्थल आइपुगिसकेका छौँ। जुन झरनामा महाभारत कथामा 5 पाण्डवको श्रीमती द्रौपदी नुहाउने गर्नुहुन्थ्यो। यस झरना छेउको तलाउलाई द्रौपदी तलाउ भनिन्छ। यस झरनामा पानी लगभग 50 मिटर माथिदेखि झरेको छ। भक्तजनहरू आएर यस झरनामा नुहाउने गर्नुहुन्छ। पवित्र कञ्चन पानी कति मजाले झरिरहेको छ।
वरिपरिको दृश्य अवलोकन गरे पछाडि म केही क्षण ध्यानमा बसे। यो झरना र द्रौपदी कुण्डलाई रक्षा गर्न बसिरहनु भएका बाबाजीसँग टीका ग्रहण गरी आशीर्वाद लिए। बाबाजीले मजाले टीकासँगै आशीर्वाद पनि दिनुभयो। हेर्नु त कति मजाले आशीर्वादको मन्त्र पढिराख्नु भएको छ। बाबाजीको आशीर्वाद सधैँभरि लागिरहोस्। मसँगै आउनुभएको मेरो बाबाले पनि त्यहाँ हुनुभएको बाबाजीसँग टीका ग्रहण गर्दै आशीर्वाद लिनुभयो। झरना घुमिसके पछाडि अब हामी फर्किने क्रममा छौँ। अघि केही सिडीबाट तल झर्दै म अहिलेको फलामको सिडीले धेरै सजिलो बनाएको छ। पहिला यो छेउमै रहेको दाउराको सिडीबाट उक्लिन ओर्लिन धेरै गाह्रो थियो। यी टिका ठुला ढुङ्गाहरूमा पैताला बजार चाहिँ हिँडिरहेको छु म। झरनाको दर्शन गर्न केही मानिसहरू झरना जाँदै हुनुहुन्छ। फर्किने क्रममा बिरेनुन पानी उम्रिने ठाउँमा फेरि आइपुग्यो। यो पानी औषधि पानी भएकोले छेउमा भएको प्लास्टिकको गिलास सङ्लो पानीमा मजाले पखालेर बिरेनुन पानी उम्रिने ठाउँमा आएर गिलासमा उगाए र घटघटी पिउन थाले। यति धेरै ठुला र चिप्ला ढुङ्गाहरू थिए कि हिँड्न साह्रै गाह्रो परिरहेको थियो। केही तल आएपछि माथिबाट आइरहेको पानीलाई एकत्रित गरी सानो बाँध बनाई तल नुहाउने धारामा पाइप मार्फत पानी लगिएको रहेछ। अलिक तल आएपछि गणेश भगवानको मूर्ति भेटियो र मूर्तिसँग एकछिन फोटो खिचेपछि म फेरि ओह्रालो लागे। अब हामी आइपुग्यौँ शताक्षी मन्दिरको छेउमा रहेको धारामा। यस धारामा भक्तजनहरू आएर नुहाउनुहुन्छ र नुहाइसके पछाडि शुद्ध मनले मन्दिरमा गई पूजा गर्नुहुन्छ। मन्दिरको दक्षिणपट्टि रहेको 5वटा ढुङ्गा साइज अनुसारका रहेछन्। सानोदेखि ठुलो ढुङ्गा उचाल्दैछु। सबैभन्दा ठुलो ढुङ्गा चाहिँ मैले पल्टाउन मात्र सकेँ।